अब कञ्चनको निधन भयो हैन एकदमै दुःख लागेको छ के मैले चाहिँ आज भन्दा नि अघि भर्खरै 6-7 बजेतिर मात्र थाहा पाएँ हैन एकदमै दुःख लाग्यो के त्यो दृश्य हेरिरहँदा जब कञ्चनको आमा बिहोस हुनुहुन्थ्यो हैन त्यो दृश्य हेरिरहँदाखेरि मलाई मेरो घरको याद आयो के आज भन्दा 5 वर्ष अगाडि जब मेरो बहिनीको मृत्यु भएको थियो ब्लड क्यान्सरबाट हैन मेरो मम्मीको अवस्था पनि एकदमै त्यस्तै थियो के बिहोस हैन त्यही भएको थियो अनि मलाई झलक्कै त्यही याद आयो भनेपछि एकदमै दुःख लागेको छ हैन कसैको पनि छोरा छोरीले हैन लाउलाउ खाऊ भन्ने उमेरमा यसरी ज्यान गुमाउन नपरोस् अझ मेरो बहिनीको कुरा त अलग थियो उसलाई त ब्लड क्यान्सर भएको थियो त्यो अलग कुरा तर यहाँ कञ्चनले त कुनै केटीको लागि विष सेवन गरेर मृत्यु भएको छ कसैको कारणले गर्दा उसको मृत्यु भएको छ 21 वर्षको कलिलो उमेर भनौं न भर्खरको युवा जवान भर्खर केही गरौं भन्ने उमेरमा नै आफ्नो छोराको हैन छोराले आफू हैन छोराले बिहे गरेर डोली ल्याउने बेलामा हैन अब घरमा बुहारी ल्याउने बेलामा हैन छोराको चाहिँ मलामी जानु पर्दा त्यो कतिको हैन कतिको दुःख कति कष्ट भइरा होला भन्ने हामी यहाँबाट हैन बयान गर्न सक्दैनौं तर उहाँको दुःख अलि पनि महसुस गर्न सक्दैनौं उहाँलाई अहिले कस्तो भइराको होला उहाँको हामीले अवस्था हेरेका छौं एकदमै बियोस हुनु भएको छ भनेपछि अनिशाको परिवारलाई चाहिँ म के भन्न चाहन्छु भने हैन उले त बिहे गरेको थियो नि उले आएर बिहे गरेको थियो त्यसपछि गाउँ घरमा बोलाउने अनि केटालाई चाहिँ दाजु बहिनीको सम्बन्ध बनाउन लाउने त्यो प्रहरीलाई पनि कारबाही गर्नु पर्यो कस्तो हैन कस्तो न्याय हो त कस्तो चाहिँ देश हो त हाम्रो जब केटा र केटीले बिहे गरिसक्यो भनेपछि त त्यसमा हैन अब त्यो छानबिन हुनुपर्ने हो कि अब एक पक्षको मात्र कुरा सुन्न काई मिल्छ नाबालिगको नाममा चाहिँ धेरै अन्यायमा भोगेका छन् क्या एउटा नाबालिग भन्ने हैन ट्यागले गर्दाखेरि छोरी नाबालिग छे भन्ने कुराले गर्दा उसकै मात्र कुरा सुन्ने एकतर्फी मात्र कुरा सुनेर यहाँ हैन त्यो कञ्चनमाथि एकदमै कुटपिट पनि भएको र उसलाई चाहिँ अर्को करणी या बलात्कार विभिन्न मुद्दा लाएर ठेल्न हैन त्यो जेल भित्र नै कोस्न सक्ने सम्भावना पनि त्यति बेला रहेछ उ त ससुराली भनेर गएको थियो नि त ढोक भेट गर्न भनेर ससुरालीबाट फकाएर बोलाउने त्यहाँबाट बोलाउने अनि पछि भएपछि केटीलाई बयान फेर्न लाउने टर्चर दिने भनेपछि अनिशाको बाबुआमा एकदमै दोषी छन् के यसमा हैन दाजु बहिनीको सम्बन्ध बनाउने हो जब बिहे भइसकेको छ केटा त क्रिस्चियन रहेछ नि केटीकै लागि हिन्दू बनेर हैन उनीहरुले बिहे गरेको फोटो सार्वजनिक भएर केटी अर्काको घरमा गएर बसिसकेपछि दाजु बहिनी बनाएर हैन के देखाउन खोजेको हैन समाजमा त्यसले चाहिँ के असर पुर्याउँछ भन्न खोजेको र अब अनिशा चाहिँ बित्छ त हैन दाजु बहिनी बनाए उलाई त्यति टर्चर दिए आखिर यति माया गर्ने व्यक्तिलाई टर्चर दिए उसले विष सेवन गरेर आज उसको मृत्यु भएको छ हैन त्यो मृत्युको कारण को हो त त्यो अब कञ्चन त यो संसारमा रहेनन् तर उसको आत्माले त्यो अनिशा पनि मर्नु पर्छ भन्न चाहन्छु म चाहिँ किनभने उसको लागि उसको कारणले र उसको फ्यामिलीको कारणले गर्दा एउटा आमाले आफ्नो छोरा गुमाएकी छिन् केही गरेर कमाएर पाल्न भन्ने बेलामा आफ्नो छोराको चाहिँ मलामी जानु पर्दा त्यो आमा त्यो बाउ त्यो परिवारलाई कति पीडा भएको होला कति दुःख भएको होला हैन हामीलाई त एकदमै यो कुरा त गर्न पनि एकदमै दुःख भएको छ के आज त धेरै विषयमा बोलिरहँदाखेरि हैन हामीलाई केही जस्तो पनि लाग्दैन थियो के न्यायको विषयमा तर आज यो विषयको कुरा गरिरहँदा चाहिँ एकदमै दुःख लागेको छ के बोल्नलाई शब्द पनि छैन हैन त्यो आमालाई कसरी सान्त्वना हामीले बोलेको शब्दले उहाँले सान्त्वना पाउनुहुन्न अब भगवानले हैन भगवानले नै सहन सक्ने क्षमता दिनुपर्छ शक्ति दिनुपर्छ र उहाँको अब चोट भनेको त उसको आमाको त जिन्दगी भरको लागि रह्यो के मुटुको चोट भनिन्छ हैन छोराछोरीको मृत्यु अब कलिलो उमेरमा भएको अब बुढेसकाल लागेर हैन एकदमै वृद्ध अवस्थामा भएको मृत्यु र यो लाउलाउ खाऊ भन्ने बेलामा भएको मृत्यु अझ आफ्नै छोराछोरीको मृत्यु भनेको एकदमै दुःखदायी कुरा हो र त्यहाँ चाहिँ अब हामीले एउटा अर्को दृश्य पनि हेर्यौं अनिशालाई चाहिँ सिउँदो पखाल्न गएको दृश्य पनि देख्यौं हैन अब त्यो अनिशा मात्र होइन यसमा दोषी अनिशा मात्र होइन त्यसका पुरै फ्यामिली विशेष त बाबुआमा जब छोरीले फेसबुक चलाउँछ कुनै केटासँग लभ गर्छ त्यति बेलासम्म वास्ता हुँदैन कलेजको नाममा डेटिङ जान्छ त्यति बेलासम्म वास्ता हुँदैन स्कुल पढ्ने उमेरमै कहाँ भेट्छौं हामीले रेस्टुरेन्टदेखि लिएर अहिले पबहरुमा छ्यापछ्याप्ती त्यही यङ जेनेरेसनका केटाकेटी हुन्छन् त्यति बेलासम्म वास्ता हुँदैन नाबालिग पनि हुँदैन छोरी हैन जब बिहे गरेर अरूसँग जान्छ त्यसपछि नाबालिग हुन्छ के त्यो कञ्चनको उमेर पनि कति भएको छ भर्खर 21 वर्ष हैन
हैन त्यो केटी अलिकति उ भयो भन्दामा नाबालिगको ट्याग लगाइदिएर दाजु बहिनी बनाएर त्यहाँ प्रहरीले त्यत्रो टर्चर दिन मिल्छ भनेपछि हजुर अब कञ्चन तिमल्सीले न्याय पाउला कि नपाउला हेर्नुस् अब हाम्रो देशको कानुन अनुसार त भन्नै सकिँदैन नभए प्रहरीले के हेरेर बसेको जब उसको बिहेको फोटो सार्वजनिक भयो बिहे गरेर अर्कोको घरमा उसको घरमा गएर रात बिताइसके भनेपछि उसले दाजु बहिनी कसरी बनाइदियो प्रहरीले कसरी त्यो स्वीकार गरेर कञ्चनलाई चाहिँ कसरी कुन आधारमा पिट्यो कुन आधारमा बलात्कारको मुद्दा लाउन लाग्यो त जबकि हैन बिहेको फोटो त छरपष्टै छ नि त बिहेको फोटो उनीहरूले हैन गरेको बिहेदेखि लिएर सबै कुरा त त्यही एउटा अनलाइनको मिडियाको उहाँ सेती अनलाइन उहाँको व्यक्तिले सबै खिच्नु भएको छ सबै छ भनेपछि कुन आधार र कुन प्रुफ कुन एभिडेन्समा चाहिँ हैन उसलाई चाहिँ दाजु बहिनी बनायो र अनि त्यो कञ्चनलाई चाहिँ कुन आधारले चाहिँ हैन प्रहरी थानामा कुटपिट गरियो चाहिँ के आधारले कसले भनेको आधारमा केमा चल्छ हाम्रो कानुनमा हाम्रो देशमा न्याय भन्ने नै छैन क्या भनेपछि आज बिहानै कञ्चनको निधन भएको छ हजुर हजुर यति बेला अनिशा कुमारले हेर्दै हुनुहुन्छ भने उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँ हेर्नुस् अब उसलाई त के भन्न चाहन्छु भने जब कञ्चनले विष सेवन गरिसकेको थियो नि यदि साँच्ची नै माया थियो भने त हैन त्यति बेला हस्पिटलमा आउन सक्थिन् तर उनीमाथि त अलिकति दया पनि रहेनछ क्या जसको निम्ति कञ्चनले विष सेवन गर्यो जसको टर्चरबाट विष सेवन गर्यो उसको परिवार आउनु पर्ने हो नि त हस्पिटलमा उसलाई भेट्न आउनु पर्ने हो तर आज उसको मृत्यु भएको छ भनेपछि म अनिशालाई चाहिँ के भन्न चाहन्छु भने तिमी बाँचेर कुनै काम छैन तिमीले यदि माया गरेकी थियौ किन बिहे गर्यो आएर हैन यदि तिमीले निभाउन सक्दिनौ माया लभ गर्न सक्छौ पछि भएपछि परिवारको दबावमा आएर त्यसलाई स्वीकार गर्न सक्दिनौ भने किन प्रेम गर्यौ हैन किन बिहे गरेर आयौ कञ्चनसँग अनि जब परिवारले टर्चर दिँदा पनि भन्न सक्दैन थियो यदि साँच्चै माया गर्थ्यो भने त मैले बिहे गरेको हो मेरै श्रीमान हो भन्देको भए यदि त्यो अनिशाको बयानले पनि त सबै कुरा मिल्थ्यो नि त हैन भनेपछि यो घटनामा चाहिँ कसको जिम्मेवारी छ जस्तो लाग्छ तपाईलाई हेर्नुस् अब यो घटनामा मेन त अनिशा र उसको बाबुआमाको टर्चरमा आयो भन्दैमा छोरी आखिर छोरी भनेको त अर्काको घरमा जाने जात हो अब उसलाई कञ्चनले त्यति धेरै माया गर्दो रहेछ उनीहरूले बिहे शुद्ध गरिसकेका रहेछन् भनेपछि 7 जन्मको बन्धन थियो नि त यदि साँच्चै माया गर्थे भने त होइन कञ्चन मेरै श्रीमान हो चाहे जेसुकै गर्नुस् चाहे मलाई पनि थुनिदिनुस् भनेको भए त्यो परिवारले कुनै जबरजस्ती बाबुआमाको जोड चल्ने थिएन तर अनिशा कुमारको बुवा आमाले त अझै पनि कञ्चन तिमल्सीको परिवारलाई बदला लिन्छु भन्दै हुन्छ नि त उहाँले अझ बदला लिने एउटाको छोरा बितिसक्यो आज कञ्चनको मृत्यु भएको छ हेर्नुस् त्यो आमाको अवस्था यदि त्यो कञ्चनको ठाउँमा अनिशा भइदिएको भए के गर्नुहुन्थ्यो अझ बदला लिन भन्न तपाईहरुलाई लाज लाग्दैन तर अब उहाँहरुलाई चाहिँ हैन अनिशाको बाउ आमादेखि लिएर अनिशालाई अब त्यहाँको समाजले पनि छोड्ने छैनन् र कसैले पनि छोड्ने छैन अब चाहिँ कानुनले पनि नछोडोस् भन्न चाहन्छु किन भन्दा कानुनले त त्यति बेलै समात्नु पर्ने हो जति बेला कञ्चनले विष सेवन गरेर त्यस्तो अवस्थामा थिए त्यति बेला बुझ्नु पर्ने हो नि त सारा मिडियाहरु गरेर खिचेको छ सारा मिडियाहरुले छरपष्ट बनाइदिएको छ किनभने मिडिया भनेको त बकवास हैन नि त कसैको कुरा हैन झुट फैलाउने बकवास हैन त यति माया गरेर यिनीहरुले बिहे नै गरेको हो यसरी कञ्चनले विष सेवन गरे भनेर त उनीहरुको परिवारलाई त्यति बेलै समात्नु पर्ने थियो नि त तर गर्दैन हाम्रो यहाँको कानुनले केही पनि गर्दैन आज कञ्चनको मृत्यु भइसक्यो अनिशाका परिवार खुसी भएको होला आज रमाका होलान् उनीहरुको घरमा पार्टी होला खुसी भएको हैन घरमा पुग्दा हजुर कञ्चन तिमल्सीको आमा घरमा पुग्दा हजुर कुरा गर्न जाँदाखेरि उल्टै आक्रमण गरेर लफडा भएको चाहिँ यो ठीक हो या होइन हेर्नुस् अब अनिशाको परिवारको धेरै नै दादागिरी भयो कञ्चनले त्यसरी विष सेवन गरिसकेपछि म चाहिँ के भन्न चाहन्छु भने यो तिनीलाई शक्ति कहाँबाट आयो भने प्रशासनले उनीलाई वाक्कै सपोर्ट गर्दै कुन हो प्रहरी त्यो प्रहरीलाई पनि थुन्नु पर्छ अब त जसले चाहिँ दाजु बहिनीको ट्याग लगाइदियो श्रीमान श्रीमती भइसकेको व्यक्तिलाई एउटा केटी एउटासँग गएर रात बिताउँछ सिन्दुर हाल्छ त्यसको नामको सिन्दुर पोते लाउँछ भनिसकेपछि त्यसलाई दाजु बहिनी बनाइदिने प्रहरीलाई पनि हैन कानुन बमोजिम सजाय हुनु पर्यो कुन धाराले दियो उसलाई चाहिँ हैन दाजु बहिनी बनाइदिन कुन आधारले त्यो प्रहरीले छानबिन गर्यो के छानबिन गर्नु पर्दैन यस्तो केसहरुमा छानबिन गर्नु पर्दैन छोरी गएर अर्काको घरमा बसेकी छ उसको सिन्दुर पोते लाकी छ हैन बिहे भनेर माइती आकी छ भनेपछि नाबालिग भन्ने चीज एकदमै खतरा रहेछ के छोरीहरुले जे गर्दा पनि यहाँ धेरै कुरा त लेडिजकै सुनिन्छ लेडिजलाई कानुन
बढी भएको कारणले गर्दा पनि यहाँ यस्ता पुरुषहरूले चाहिँ ज्यान गुमाउनु परेको छ क्या। एउटा केही नगरेको व्यक्तिलाई मलाई यसले छोयो, मलाई यसले हेर्यो भनेकै भरमा प्रहरीले पक्रिन्छ केटा मान्छेलाई भनेपछि यहाँ नारीको कानुन पनि बढी भएको छ र नाबालिगको नाममा त एकदमै अहिलेका भनौँ न अहिलेका बच्चाहरू 8-9 मा पढ्ने बेला नै देखि नै होइन। अब कोही त अब स्वयम्भूदेखि लिएर हुन्छ पब बारहरूमा भेटिन्छन् क्या। कोही गाँजा चरेस तानिरहेका, कोही फेसबुकमा मस्त, कोही कतिजनासँग अङ्गालोमा हुन्छन्। त्यति बेला हजुर विकृति, यो एकदमै विकृति। हेर्नुहोस् है, छोरीले कलेज स्कुल पढ्दैदेखि फेसबुक चलाउँछ भने बाबुआमाले निगरानी राख्नुपर्ने हो कि होइन। त्यति बेला निगरानी नराख्ने छोरी जोसुकैसँग बोलोस्, जहाँसुकै जाओस्, जेसुकै गरोस्, साथीको घर भनेर जहाँसुकै जाओस्, त्यति बेला वास्ता नगर्ने। पछि भएपछि ठुलै गल्ती भइसकेपछि अरूलाई फसाउन पाइन्छ। यहाँ छोरी पनि उत्तिकै दोषी हुन्थ्यो नि त। यदि तिमीले यस्तो गरिहाल्यौ दुवैजना बिहे गरेर बस नि त भनिदिएको भए के जान्थ्यो। किनभने कञ्चन पनि कुनै विवाहित अब 10-12 जना श्रीमतीको श्रीमान पनि होइन, उसको 2-4 वटा छोराछोरी पनि होइन नि त। 2 जना बिहे गरेर बस राम्रो होस् भनिदिएको भए त कुनै सिक दिन्थ्यो नि त। किनभने उनीहरूले बिहे गरिसकेका थिए, मन मिलेर त बिहे गरे नि होइन। त्यस्तो त्यो अनिसाको परिवारको चाहिँ एकदमै दादागिरी भयो कि किन दाजु बहिनीको ट्याग लगाइदियो होइन। अब त्यहाँ चाहिँ अनि अर्को कुरा के छ भन्दा प्रहरीले छानबिन गर्नु पर्दैन थियो। यहाँ मेन दोषी प्रहरी पनि देखिन्छ। किन भन्दा छानबिनै नगरिकन एक पक्षको मात्र भनाइ सुनेर त्यो केटालाई टर्चर दिएर पीडा दिएर आज कञ्चनले विष सेवन गरेर आज मृत्यु भएको छ। त्यो त्यसै होइन, अनिसाको पनि कारण हो र अब त्यहाँ उसलाई विभिन्न मुद्दा लगाएर ठेलिने होइन, जेलभित्र कोदिने। हामीले एउटा केस हेरेका थियौँ कि अहिलेसम्म होइन 11 वर्ष भइसक्यो एउटा केटा जेलभित्र छ क्या। त्यही नाबालिगकै कारणले होइन। पहिला आफैले लोकेसन दिने, आफै बेगर भन्ने, आफै भगा भन्ने केटीले, अनि केटाले लैजान्छ। त्यसपछि केटालाई चाहिँ तैँले मेरो छोरीलाई बन्धक बनाइस्, अपहरण गरिस् होइन, जबरजस्ती करनी गरिस् भनेर केसमा केस थपेर राखिदिने हाम्रो नेपालको प्रचलन। यो नाबालिगको हकमा चाहिँ कतिसम्मको राइट हो। किन भन्दा म चाहिँ भन्छु 10 वर्ष 14 वर्षभन्दा माथिका केटीहरूलाई नाबालिग भन्नै मिल्दैन। भनेपछि तपाईँको विचारअनुसार अनिसा कुमार र बुवा आमाको गल्ती छ। हजुर, त्यसो भए यति बेला कञ्चन तिमल सिन्हाको आमाले हेरिदिनुहुन्छ भने तपाईँ कस्तो खालको सल्लाह सुझाव दिन चाहनुहुन्छ? हेर्नुहोस्, अब यति बेला त कञ्चन तिमल सिन्हाको आमाले त हेर्नु भएको छैन होला। किनभने उहाँ बियोस हुनुहुन्छ, उहाँलाई कति पीडा छ। कति छोराको लागि 64 दिन भनौँ झन्डै 2 महिना आइसियुको बाहिर बसेर मेरो छोरा ठिक हुन्छ, अब ठिक हुन्छ, अब बल्ल बल्ल अब ठिक हुन्छ कि भन्ने उहाँलाई आश थियो। झिनो भए पनि आश थियो, तर त्यो पनि अब दैवले लगिहाल्यो आज चुडेर भनेपछि उहाँको त हजुर उहाँको त एकदमै बेहोस अवस्थामा हुनुहुन्छ। उहाँलाई चाहिँ म के भन्न चाहन्छु भने उहाँलाई भन्दा पनि भगवानलाई चाहिँ के भन्न चाहन्छु भने कञ्चनको मम्मीलाई चाहिँ होइन सहन सक्ने क्षमता शक्ति दियोस् भगवानले चाहिँ होइन। हामीले बोलेको 2-4 शब्दले अहिलेको अवस्थामा उहाँलाई केही पनि हुनेवाला छैन। किन भन्दा आफ्नो मन आफैले सम्हाल्नु पर्छ होइन। र हामीले बोलेको उसमा उहाँ अहिले त सम्हालिनै सक्नुहुन्न। उहाँलाई त अब भगवानकै आशीर्वाद हुनुपर्छ सम्हालिनलाई होइन। उहाँलाई चाहिँ एकदमै मुटु दरो बनाउनुहोस् होइन। आफ्नो छोराको न्यायको लागि लड्नुहोस्। जसले जो अपराधी हुन्, जो हत्यारा हुन् भन्नुपर्छ। किनभने यहाँ होइन विभिन्न बिना कारण दुरुस्तानको केस लगाइन्छ। हामीले रवि लामिछानेदेखि लिएर विभिन्न थरी धादिङको केसमा दुरुस्तानका केस हेरेका थियौँ। झुटो आरोप लगाएर यहाँ ठेल्न सकिन्छ भने अहिले अनिसाको परिवार र त्यो प्रहरी पनि दुरुस्तानको केसभित्र पर्नुपर्छ। किनभने तिनीहरूले मर्न बाध्य बनाएका हुन्। नभए कञ्चनले विष खानुपर्ने कुनै कारण थिएन। आफूले बिहे गरेर ल्याएकी श्रीमती, उसलाई त्यहाँ गाउँमा बोलाइन्छ, केटीको घरमा बोलाइन्छ, अब स्वीकार्ने भनेर बोलाइन्छ। त्यसपछि लगेर जेलमा ठेलिन्छ, दिदी भाइको नाता लाइन्छ। विभिन्न त्यो जेलभित्र त के टर्चर दियो होला, के भन्यो होला, अझ कतिवटा मुद्दा लाउँछु भन्यो होला। अहिले त थ्रेटन दिन्छन् भने त्यति बेला त्यो कञ्चन सिङ्गल जाँदा कति कुटपिट गर्यो होला। त्यो सहन नसकेर खाएको हो नि त उसले विष। त्यसरी मान्छेले अब कोही मान्छेले होइन झुक्याउनलाई भने मतलब अब रुख्याउनलाई खान्छन्, थोरै मात्रामा खान्छन्। तर उसलाई त एकदमै पीडा पर अब चाहिँ म बाँच्दिनँ है भनेर अनिसा र उनीहरूको कारणले गर्दा खाएको नि त। प्रहरीदेखि लिएर अनिसाको बाबुआमा, त्यो प्रहरीले जसले चाहिँ दिदी भाइको ट्याग लगाइदियो न दाजु बहिनीको ट्याग लगाइदियो कुरै नबुझिकन। किनभने प्रहरी त्यो पोस्टमा बस्नुको कारण चाहिँ के त एक पक्षको मात्र कुरा सुन्यो, केटीको मात्र कुरा सुन्यो। पहिला सुरुमा दुवै पक्षको कुरा सुनेर न्याय निसाब दिनुपर्ने हो नि त। तर एक पक्षको कुरा सुनेर केटालाई टर्चर दिन पाइन्छ? यहाँ धेरै केटीहरूको कारणले गर्दा त्यस्तै कञ्चन
जस्ता हजारौं व्यक्तिहरूको मृत्यु भएको छ हैन त्यो विषयमा सोच्नु पर्थ्यो कि पर्दैन थियो त्यो प्रहरीले चाहिँ के सोचेर हैन त्यो केटीको परिवारको मात्र कुरा सुन्यो केटीको मात्र कुरा सुन्यो कञ्चनको एक शब्द पनि सुन्नु पर्दैन थियो बकाइदा देखेको थियो बिहेको फोटो देखेको थियो नि त बिहेको फोटो देखिरहँदा त्यो छोरी त्यसको कञ्चनको घरमा गएर बसेकी भन्ने पनि थाहा छ सिन्दुर हालेर पोते लाएर अर्काकी श्रीमती भइसकेकोलाई दाजु बहिनी बनाएर त्यो कञ्चनलाई टर्चर दिएर पीडा दिएर जेलभित्र अब कतिसम्म के गर्यो होला अहिले त उसको परिवारले हैन कञ्चनको आमालाई थ्रेटन दियो भनेपछि त्यति बेला कतिसम्म थ्रेटन दियो होला कति पिट्यो होला कति टर्चर दियो त्यही सहन नसकेर त आज कञ्चनले विष सेवन गरेर मृत्यु भयो हजुर यही भन्न चाहन्छु हैन हजुर हस् धन्यवाद